हेलो एभ्रिवान गुड मर्निङ अनि नमस्ते गुड मर्निङ भन्न चाहन्छु अनि म चाहिँ सन्चै छु अनि आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। आज चाहिँ म मेरो मर्निङको सुरुवात चाहिँ यसरी भयो। लगभग म घरको घरेसी काम सकेर अनि जसो भए निस्केको थिएँ अनि यसो हेरेको क्या राम्रो भ्यू देखेँ कि अनि मलाई पनि यसो भिडियो गर्न मन लाग्यो। एकदमै राम्रो क्लाउडहरू लागिरहेको थियो कि अनि पारी पारी कस्तो दामी देखियो क्या। अनि यसो मलाई पनि भिडियो गर्न मन लाग्यो अनि मैले भिडियो गरेर एकदम हेर्न लायकको छ। जस मनै आनन्द प्रफुल्लित हुनुहुन्छ। त्यसपछि म अलगसम्म पसल जाने थियो अनि रिचार्ज लिनको लागि पसलतिर लागि अनि हाम्रो घर चाहिँ माथि छ कि अनि पसल चाहिँ तल छ अनि ओह्रालो झर्नुपर्छ कि जानुपर्छ। हामी खासै पसलतिर केही सामानहरू लिन जानु पऱ्यो भने अनि म झरेँ बिस्तारै बिस्तारै झरेँ अनि यसो भिडियो बनाउँदै झरेँ। त्यसपछि अनि यता यसो गाउँघरको पनि भिडियो हाल्नु अनि यसो टक्क लगाएर भिडियो गर्ने गरेँ। यो चाहिँ हाम्रो के अरे यो भर्खरै निर्माणदेखि ढलानमा भर्खरै सम्पन्न गरेको छ। एकदमै जोस डेभलप भइरहेछ गाउँमा पनि खुसी ठाउँहरू यस्तो विकास भइरहेछ अनि गाउँठाउँमा अनि चट्ट लगाएर म चाहिँ अलि तल नि पर्छ नि त अनि यता जोस रेगुलर भिडियो बनाउँदै झरेँ। यतिर देख्न सक्नुहुन्छ एकदम हाम्रो गाउँठाउँतिर चाहिँ अहिले चाहिँ ठ्याक्कै हरियाली छ क्या। अनि के अरे यो बर्सातको समय पनि हो नि त अहिले त अनि त्यो गएको हिसाबले मौसम त एकैचोटि के हुन्छ थाहा हुँदैन। एकैचोटि चेन्ज हुन्छ, घरि पानी पर्ने घरि घाम लाग्ने यस्तै भइरहेको हुन्छ कि। अनि अहिले चाहिँ हाम्रोतिर एकदमै बर्सात भइरहेको थियो भएको छ भइरहेछ भनौँ न। 2-3 दिन भयो यस्तै मौसमहरू यस्तै जस रेनी सिजन छ अहिले चाहिँ दिनानुदिन पानी परिरहेछ एकदमै। अनि एकदमै के अरे धुम्मी पनि रहेको थियो दिन पनि अनि एकदम हेर्दा जोस रमाइलो पनि अनि एकदमै अब बर्सातको समयमा त्यही त हो गाउँघरमा यस्तै भइरहेको थियो। अनि चट्ट लगाएर मैले त झरेँ अनि यहाँ डाँडामा यसो निस्केँ कि अनि यहाँदेखि एकदम राम्रो भ्यू देखिन्छ कि भनेर अनि यसो हेरेको अब बादलहरू लागेको थियो कि अनि त्यो हल्का हल्का त्यति राम्रो त नदेखिँदो रहेछ। त्यही पनि मैले यसो भिडियो हाल्दै चट्ट लगाएर भिडियो गरेँ अनि यसो हेरेको त्यो तल देखेको चाहिँ स्कुल हो कि स्कुल अनि त्यही पसलहरू पनि छ कि त्यहाँदेखि घर पनि छ अनि हाम्रो चाहिँ यहीँ हो पसल चाहिँ जानुपर्ने म पुग्ने ठाउँमा चाहिँ यही हो। एकदमै झरेँ म अनि भिडियो हाल्दै हुन्छु। हाम्रो गाउँठाउँको बाटोहरू चाहिँ यस्तै छ कि अब के गर्ने कतै कतै अब यस्तै ढलानहरू भइसक्यो कतै यस्तै अफरोड टाइपको छ। जे भए पनि ठिक छ होइन, बिस्तारै बिस्तारै विकास हुन्छ त्यति हामी विश्वास गरौँ होइन। अब यस्तै छ अनि सर्र गएँ त्यसपछि चट्ट लगाएर पुग्न चाहिँ लागिसक्यो। भिडियो बनाउनु छोडेको छैन पुग्न लागि चट्ट लगाएर हिँडिरहेको छु म रफ्तारमा। अब पसल पुग्नु छ नि त ठिक छ भन्दै अनि भिडियो बनाउँदै हिँडेँ। त्यसपछि सर्र गएर अनि पसल पुग्न लाग्यो। एकदमै मौसम चाहिँ राम्रो छ है आजको लागि हेर्नको लायक छ हेर्नको लागि अनि सट्ट लगाएर जाँदैछु पसलसम्म पुग्नुपर्ने काम छ। त्यसपछि बादल झन् गयो झन् पुरै लागिसक्यो ढाडै ढाकिसक्यो सट्ट लगाएर गयो। यसो हेरेको हाम्रो काकासँग बसेको काका हुनुहुन्थ्यो जाल फाट्दै गरेको त्यस काका पनि अनि कता लागेको भनेको यहीँसम्म काका भनेर के छ हौ अहिले माथितिर बाँधेर आशा छैन भन्दै थियो। अनि मैले छैन काका 2-4 दिन भयो आएको छैन आए पनि भयो नआए पनि भयो भन्दै थियो। काकाले चाहिँ किनकि मकै बाँधेर चाहिँ खाइसक्यो त निकै खाइदिएको छ यसपालि हाम्रोतिर चाहिँ अनि त्यसो भन्दैछ आए पनि बनाएर भन्दैछ नि यसो जाल फाडेको यहाँ भन्ने हुन्छ अनि ल
ल ठिक छ काका भनेर म छिनतिर ओरिलो लाग्यो है भने ल ल भने काका आफ्नै तल रक्टामा काम गर्दै हुनुहुन्छ। यसो पछाडिबाट चट्ट लगाएर मैले भिडियो गरिराखेँ चट्ट लगाएर ओरिलो लागेँ है। अनि तल यसो ओरिलो हेरेको एकदम राम्रो देखेको थियो कि। अनि यता चाहिँ हाम्रो के अरे यो असलजी अनि म चट्ट लगाएर झरेँ त्यसपछि। अनि यहाँ पनि हाम्रो के अरे ढलान भएको छ कि यसपालि चाहिँ। अनि लगभग मलाई लाग्छ 17 लाख यस्तो समथिङ गर्दैछ, तर मैले ठ्याक्कै थाहा भएन सर्च गर्दै होइन। यस चट्ट लगाएर त देखाएँ चाहिँ हाम्रो काका घर काका काकी मात्र बस्नुहुन्छ, बाहिरतिर हुन्छ सबै दिदीहरू बाहिर सबै बाहिरतिर हुनुहुन्छ। अनि यतातिर चाहिँ यता घरहरू निकै छ कि। अनि यो पनि यसपालि हामी भर्खरै दलान भएको जस विकास राम्रै हुँदैछ, धेर थोर होइन बिस्तारै हुँदैछ। अनि राम्रो विकास भइरहेछ, त्यतिमा खुसी छौँ हामी पनि। अनि तँलाई म चाहिँ फेरि कि म त्यही भएर साउनी खोज्न गएको। साउनी चाहिँ खाना पकाइरहेको रहेछ कि आगो नबलेर म यहाँ खाना पकाउनु भनेको भन्ने थियो र भनेको। अनि खाना दाम नै पकाऊ है भनेको ल भन्दै थियो। अनि मैले पसलमा बोलाएँ, तलाएर पसलमा हिँड्यो। अनि हेर्दैछ उसले भने भिडियो बनाउँदै हुनुहुन्छ हो भन्दै थियो। भनेको नबनाउनु न बनाउँदै थियो कि। अनि म चाहिँ ठिक छ त केही फरक पर्दैन भने नबनाउनु न भिडियो भन्दै थियो। होइन के हुन्छ र भनेको तिमी भाइरल हुन्छौ कि भनेको लजाएको थिएँ। रिचार्ज मागेँ मैले, अनि रिचार्ज दिएको थियो। अनि म त्यसपछि रिचार्ज किनेँ, हिँडेको बाई बाई भनेको बाई बाई भने भिडियो बनाइदिएको बजाइरहेको थिएँ कि। म पनि उसलाई बाई बाई गरेर हिँडेँ। चलाएर फेरि अब उकालो निस्किनुपर्छ नि त, अघि ओरेलो छ कि। अनि फेरि एकचोटि चलाएर यसो ओरेलोको भिउ हेरौँ न भनेर चलाइरहेको के राम्रो देखिरहेको थिएँ। ठिक छ अब सडक हुँदै मैले निस्केँ। फेरि अझै पनि काकाले निरन्तर आफ्नो काम चाहिँ गर्दै हुनुहुन्छ कि। यत्रो धेरै रहेछ जल काका कति सक्नुहुन्छ भनेको खै यो धेरै निस्केर नि यो यसलाई चाहिँ हार्न खोजेको काट्न खोजेको कहिले सकियो धेरै छ भन्ने ठिक छ। अब धेरै रहेछ बिस्तारै गर्नु। एक्लै हुनुहुन्छ अब धेरैजनाले भए चाँडै सकिन्छ, एक्लै हुनुहुन्छ अब सक्नुहुन्छ बिस्तारै भने सुरु गरेको अब सक्नै पर्ने हुन्छ भन्ने। ल ठिक छ काका म निक्लेँ भने ल ल भने। अनि यता चाहिँ हाम्रो भटिजले चाहिँ अनि यसो चट्ट निस्केको मन पर्दै देखेँ। अनि म पनि निस्केर अनि ल मै झुवाएन भनेको छोइनँ भनेर बनाएकोमा फेरि ढुङ्गा लगाएर त्यो ठेकीमा पनि के जारको एक बाल्टीको ठेकी बनाएको छ। ढुङ्गा लगाएको सिधै अनि यहाँ माथिहरू बस भन्ने थियो। किन भनेको यो निक्लेको रे यहाँकोमा म थाकिसकेँ भन्दै थिएँ भनिरहेको थिएँ। फेरि म बस्दिउँ त भनेको अब कहाँ बस्नु त मिलेन नि त त्यही पनि अब यसो जोक गरेँ मैले पनि। अनि उसले पनि थाहा पाइगयो भिडियो भनेको थियो। भिडियो बनाउँदैछ भन्दैछ होइन यसो छोटे क्लोज सो भनेको ल ठिक छ भन्दैछ। अनि उसले अब एकदम थाकिसकेछ मान्छे पुरै थकानमा टायर्ड भएर बसिरहेको छ। ड्रममा त मानिसमा के अरे निगा के यस्तो होला है हाम्रो परिसेन त भनेको त्यसमा अलिअलि छ भन्दैछ। अलिअलि त राख्नु पऱ्यो भने घरिघरि बेलुका यसो चस्छ लिनु पऱ्यो भन्दैछ। राख्ने त मै गर्न सुरु गरेँ। त्यसपछि उसले फेरि अलिक निकै भएछ नि त पार्न सुरु गरेको मन घिउ कि भनेर हेरेको छ। ल हेरौँ त घिउ कि भनेर हेरेको लगभग आइसकेको रहेछ। त्यसपछि अनि म सर निक्लेँ उसलाई त्यहाँ छोडेर म यसो घरमा
रक्सी पार्दै हुनुहुन्थ्यो, त्यसपछि घरतिर कोही हुनुहुन्थेन। त्यसपछि मैले यसो रक्सी हेरेँ, पानी आइरहेको रहेछ। त्यसपछि पानी झिक्नेतर्फ लागेँ, म सत्त पानी झिकेँ। अनि त्यसपछि पानी झिकेपछि त पानी ठर्नु पऱ्यो, अब पानी ठर्नुपर्छ नि त। 3 पानी रक्सी पार्दैछु कि पानी ठगिसकेँ, टट्ट लगाएर पानी लेखेँ अनि तल रेकर्ड गरेर यसो अब निकै म पनि थाकिसकेँ नि त। त्यसपछि यसो निको काँक्रा थियो, अनि खाजाको यसो खाइदिउँ न त भनेको रस आइरहेको थियो कि बनाउँदै गर्दा अनि खाइदिएँ। त्यसपछि एकछिन केही समयपछि तरकारी गरेँ। त्यो चाहिँ हाम्रो गाउँको अर्ग्यानिक हो कि, अनि तरकारी लाउनु लाग्यो। अब खाना त खानुपर्छ नि त, खानाको लागि तरकारी बनाउनतिर लागेँ। अनि जता लागेर अल्छी लाग्यो, के गर्ने भनेर चाहिँ म पनि घर गएछु। हाम्रो घर त्यस्तै छ हालत चाहिँ, अब के गर्ने। अब घर जहाँ जस्तो जे होस् बसे पनि अब घर भने घर हो। जता लागेर घर बनाएँ, त्यही घरको भिडियो मैले बनाएँ। अनि यसो लगाएर देखाउँदैछु घर चाहिँ हाम्रो त्यस्तै छ। घर चाहिँ राम्रो छ, यस्तैमै हामी खुसी छौँ होइन, जहाँ छौँ जे छौँ त्यही हामी खुसी छौँ। त्यसपछि अब मेरो चाहिँ गोठालाको समय आउँछ, अनि गोठाला हिँड्ने म चाहिँ आज ओरेलले गएर अलिक तल पुऱ्यो तिर्सो लान्छु। यता ओरेलदेखि उकालो निकाल्दै रहेछ क्या उनीहरूले चाहिँ। अनि मैले चाहिँ ओरेलो लगेको, ल तिमीहरूलाई अझै त्यहाँ निकालेको अनि भने झोलामा के छ भने खाजा हो नि भनेर, हामी नखाऊँ खाजा भनेको, भरे आउनु न भनेर। अनि ल ठिक छ भरे खानुपर्छ ल भनेर म आफ्नो गन्तव्यतिर लागेँ। अनि यस्तै थियो। अनि भिडियो बनाउँदै एकदम आजको मौसम चाहिँ पछि मजाले खुल्यो कि, अब एकदमै राम्रो पारी परि क्या दामी यस्तो भ्यू देखिरहेको थियो। अनि रेकर्ड गर्न मन लाग्यो यस्तो यति राम्रो मौसममा यति राम्रो भ्यू देख्दैन आहा भन्ने हुन्छ। मैले पनि यसो अलिक म त उता जङ्गलतिर लानु भन्यो नि त, अनि रोडतिर चढ्नु थालेको बाख्राहरू चाहिँ। अनि यसो भिडियो बनाउँदै अनि के अरे ब्लग बनाउँदै अनि बाख्राहरूलाई फिर्काउँदै अनि रोडतिर माथितिर लागेको छ अनि त्यसलाई फिर्काएर यस्तै हेरेको राम्रो भिडियो आयो। त्यसपछि यसो ब्लगको लागि रेकर्ड गरेको भिडियो बनाएपछि त्यसपछि म फेरि भिडियो त्यहाँ बनाएर हामी त्यहाँतिर लाग्यो। बाख्रा त जङ्गलतिर लान्छ नि त उता बाख्रातिर। अनि फेरि यता चरिरहेको थियो कि रोडमा, अब यता चराएर कहाँ अर्को फेरि यता फेरि गालीहरू खाइदियो भने फेरि अनि पछि भरे अनि जग्गा शान्त गराउँछ यतादेखि के भन्छ। अनि यसो चराउँदै बिस्तारै चराउँदै लाँदैछु, एकदम बाख्रा गएर चाहिँ एकदम चढ्दै जाँदैछ। अनि घाँस पनि अलिअलि छ नि त अहिले चाहिँ, अब बर्खाको टाइममा यतिखेर घाँस भइरहन्छ लगै। त्यसपछि यस्तो तलतिर हेरेको मजाको योदेखि यस्तो चट्ट घुमाइरहेको मौसमले जे साथ दिएछ मलाई आज भिडियो बनाउनुको लागि। अनि यो चाहिँ अस्तिको हावाले कि खोलमा चाहिँ गाई गोठको बाँड्ने ठाउँ चाहिँ उडाइदिएको। यता लिएको छ उता साइडमा पर्छ कि खोलमा चाहिँ गाई भर्खरै हावाले उडाइदिएर यता ल्याएर हावाले नि यसले पुऱ्याएर लिएछ। यसको चाहिँ अवस्था यस्तो छ। त्यसपछि यस्तो भिडियो बनाउँदै जाँदैछु। धेरै लामो भिडियो अलिकति के बोल्ने भनेर चाहिँ क्या अलिक अनकम्फर्टेबल जस्तै महसुस हुँदैछ। बोल्न पनि
भन्ने हुँदैछ कि लामो भिडियोमा चाहिँ। अनि म त्यत्रो धेरै म यो भिडियो त बनाएको छुइनँ, बनाउँदैछु भर्खर सुरु हो। म चाहिँ यसो भिडियो बनाउन त भनेर सुरुवात गरेर बिगिनर हो म होइन। अनि यसो भिडियो बनाउँदै चोरेर हेरेको होइन। अब म चाहिँ अलिक तेर्सो लानुपर्छ क्या। अनि यो चाहिँ अलिक तलसम्म जाने ओह्रालो जाने बाटो रोड हो। यो रोडबाट चाहिँ हामी तल सुनकोसीसम्म पुग्न सक्छौँ हामी चाहिँ। अनि म चाहिँ अब तेर्सो जान्थेँ। अनि यता हेरेको घरहरूलाई यसो निहाल्दै गएँ। यो चाहिँ हाम्रो टिप्पा बस्नुहुन्छ अहिले, एक्लै हुनुहुन्छ अहिले चाहिँ। घरतिर चाहिँ अब दाइहरू आउनुहुन्छ, अलिक बिमारी हुनुहुन्छ कि। अनि त्यो भएर अहिले चाहिँ एक्लै हुनुहुन्छ, सुतिराख्नु भएको छ। अनि म चाहिँ अब यता चत्र लगाएर गएँ फेरि भिडियो बनाउँदै। अनि हाम्रो गाउँठाउँमा चाहिँ अहिले यस्तो हरियाली छ है। मकैहरू पनि अहिलेको खाने त अस्तिदेखि सुरु गरेको, अझै खाँदैछु। गदरी भन्छ नि, त्यो खानु लाइकको छ हाम्रो छेउछाउको, खानु लाइकको छ। अनि यसो हेरेको चट्ट, अनि गाउँको त्यहाँदेखि चाहिँ चट्ट फोटो खाँदै। त्यसपछि म यतातिर लागेँ। अनि यो चाहिँ मैले गोठालामा भेटेको टिम्बुर भन्छ कि यो चाहिँ अलिकति अब यो हाम्रो गाउँठाउँतिर चाहिँ पाइन्छ धेरै जसो, प्रायः जसो ठाउँमा पाखामा होइन। अब अरू ठाउँमा चाहिँ अलिक पाइँदैन, सहर बजारमा चाहिँ पाइँदैन। तर यो चाहिँ अलिकति औषधिको लागि अनि विभिन्न तरकारीमा पनि यसको प्रयोग गरेर हामी खान सकिन्छ क्या। अनि अलिकति एक्सपेन्सिभ टाइपको पनि छ बजारतिर होइन। यस्तो एक्सपेन्सिभ मा नै बिक्री हुन्छ अरे भनेको सुनेको। तर हाम्रोतिर त अब पाइएको हुनाले त्यत्रो हामीले किनेको पनि छैन, अनि त्यत्रो महसुस पनि गरेको छैन। अनि यस्तै छ अब गाउँघरतिर अर्ग्यानिक चिजवस्तु त पाइहाल्छ, सबैलाई अवगत भएको कुरा नै हो। अनि भिडियो बनाउँदै अलिक लामो बन्न पुगेको छ है। अब ठिकै छ, के कस्तो लाग्छ होइन रेस्पोन्स दिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।